अनि आज चाहिँ मेरो हस्बेन्डलाई मेरो एउटा सरप्राइज छ। हजुरलाई चाहिँ 8 मनपर्छ पर्छ नि। अनि अर्को कुरा चाहिँ अरिजित सिंह मनपर्छ। तिमीले के भन्नु त खोजे होइन, दुईजनाको कोलाबोरेसनमा त्यही भन्नु खोजेको मैले। सरप्राइज रहेन अब। आमा मैले त्यो हजुरलाई सरप्राइज दिन्छु भनेको थिएँ। आज चाहिँ हजुरसँग एउटा भिडियो बनाउने भन्ने थियो होइन, रियाक्सन भिडियो। तर कुन बनाउने भन्ने थाहा थिएन। तर कसरी थाहा बनाउनु, मैले प्र्याक्टिस त गरेको थिएँ नि त फेरि। अब यस्तो टप सिङ्गरहरूको कोलाबोरेसन हुँदैछ है। कोलाबोरेसनमा आएपछि थाहा हुँदैन त। अनि सुन्नु न के तिम्रो कुरा मलाई थाहा हुने, तिम्रो कुरा मेरो कुरा तिमीलाई थाहा हुँदैन त। वाउ, थ्याङ्क यू सो मच गुरु।